म त यहीँ सुत्ने हो, अब यहीँ सुत्ने हो, यहीँ बस्ने हो। अब सरकारले कुनै भनौँ न क्वार्टर दियो भने त्यति जाउँला, नत्र क्वार्टर नपाउन्जेलसम्म त म यहीँ बस्ने हो। प्रधानमन्त्रीज्यूलाई म अरू चाहिँ अब भनौँ न अरू साथीहरू सबैलाई, आम जनतालाई म के पनि भन्न चाहन्छु भने म यो मन्त्री चाहिँ धेरै बस्दैन। म चाहिँ मन्त्री बढीमा 3 वर्ष बस्छु भन्ने मेरो मनमा नै गुनिरहेको छु। म त युवा नै हो होइन, तर अलिकति 72 वर्ष पुगेको युवा हो होइन। उमेरले दिनले म चाहिँ अलिकति बढी भए पनि म चाहिँ मेरो जोस जाँगर मेरो सोचाइ चाहिँ छैन। म चाहिँ म 30 वर्षको हो नै भनेको छु जहिले पनि। त्यस कारणले युवाहरूलाई चाहिँ हस्तान्तरण गर्नै पर्छ भन्ने मान्यताको मान्छे हुँ म त यहीँ सुत्ने हो, अब यहीँ सुत्ने हो, यहीँ बस्ने हो। अब सरकारले कुनै भनौँ न क्वार्टर दियो भने त्यति जाउँला, नत्र क्वार्टर नपाउन्जेलसम्म त म यहीँ बस्ने हो है। अब सरकारले तुरुन्तै क्वार्टर दिने होला छैन मलाई पनि थाहा छ होइन। ठिक छ, मलाई त्यो झन् यहीँ बस्न पायो, क्वार्टरमा भन्दा यहीँ बस्न पायो भने मलाई चाहिँ खुसी। किनभने म जहाँ बस्ने त्यहीँ काम गर्न पायो भने अब जाँगर चल्दै काम गर्ने, जाँगर अलिकति थाकियो भने सुत्ने, अनि फेरि सुतेर फेरि उठेर जाँगर चल्छ अनि काम गर्ने। मेरो तरिका त्यो छ, त्यसैले यो गर्नु होला। र म फेरि के पनि भन्न चाहन्छु भने मैले अब हाम्रो प्रधानमन्त्रीज्यूलाई म अरू चाहिँ अब भनौँ न अरू साथीहरू सबैलाई, आम जनतालाई म के पनि भन्न चाहन्छु भने म यो मन्त्री चाहिँ धेरै बस्दैन। म चाहिँ मन्त्री बढीमा 3 वर्ष बस्छु भन्ने मेरो मनमा नै गुनिरहेको छु। किनभने 3 वर्षमा चाहिँ मैले 5 वर्ष 6 वर्षमा गर्ने काम 3 वर्षमा सकेर अनि यसको जिम्मा एउटा राम्रो जग बसालिदिएर जिम्मा चाहिँ युवाहरूलाई चाहिँ दिने हो। देश बनाउने भनेको युवाहरूले हो क्या, बुढाहरूले चाहिँ सहयोग गर्ने हो, बुढाहरूले सहयोग गर्ने हो होइन। म त युवा नै हो होइन, तर अलिकति 72 वर्ष पुगेको युवा हो होइन। उमेरले दिनले म चाहिँ अलिकति बढी भए पनि म चाहिँ मेरो जोस जाँगर मेरो सोचाइ चाहिँ छैन। म चाहिँ म 30 वर्षको हो नै भनेको छु जहिले पनि। त्यस कारणले युवाहरूलाई चाहिँ हस्तान्तरण गर्नै पर्छ भन्ने मान्यताको मान्छे हुँ म। त्यसैले यो मन्त्रलाई पनि मैले 5 वर्षसम्म समातेर राखेर बस्नेवाला छैन। त्यसैले सकभर अब परिस्थिति भविष्यमा कस्तो आउँछ थाहा छैन, तर अहिले नै मोटामोटी मैले सोचेको कुरा के हो भने म बढीमा 3 वर्ष